साङ्घाईमा पुगे रविन्द्र र काशिप। अब 5 दिनपछि हुने महासङ्ग्राम कसको चल्ला राज। रोड टु एफसी सिजन 5 को सेमिफाइनल भिडन्त अब निर्णायक मोडमा पुगेको छ। नेपालका स्टार फाइटर बजाङका बाघ रविन्द्र डाँड र न्युजिल्यान्डका फाइटर काशिप मोडोक आफ्नो बहुप्रतिष्ठित सेमिफाइनल भिडन्तका लागि चीनको साङ्घाई पुगिसकेका छन्। अगस्त 28 मा हुने यो भिडन्त केवल 5 दिन टाढा रहँदा दुवै फाइटरको तयारी, आत्मविश्वास र फाइट अघि भइरहेको शब्द युद्धले नेपाली एमएमए समर्थकको ध्यान तानेको छ। दुवै फाइटर साङ्घाई पुगेसँगै अब वास्तविक परीक्षा सुरु हुने समय आएको छ। काशिप मोडोकले फाइट अघि सामाजिक सञ्जाल मार्फत दिएको एउटा अभिव्यक्तिले नेपाली समाजमा विशेष चर्चा पायो। उनले आफ्नो इन्स्टाग्राममा द किङ अफ नेपाल इज कमिङ टु साङ्घाई अथवा नेपालको राजा साङ्घाई आउँदै भन्दै पोस्ट गरेका थिए। आफूलाई नै नेपालको राजा घोषणा गर्दै मोडोकले रविन्द्र डाँड विरुद्धको फाइट अघि आफ्नो आत्मविश्वास देखाएका छन्। यो केवल सामान्य आत्मविश्वास हो या विपक्षमाथि मानसिक सिर्जना गर्ने रणनीति? यसको वास्तविक जवाब भने अब रिङमै भेटिनेछ। मोडोकले यसअघि पनि नेपाली समर्थकलाई लक्षित गर्दै आई विल डिसअपोइन्टेड द होल कन्ट्री अथवा म पुरै देशलाई निराश बनाउँछु भन्दै चेतावनी दिएका थिए। उनको यस्तो अभिव्यक्तिले नेपाली समाजमा निकै ठुलो प्रतिक्रिया जन्माएको थियो। अहिले फेरि आफूलाई द किङ अफ नेपाल भन्दै साङ्घाई आउँदै गरेको घोषणा गरेपछि रविन्द्र र मोडोक बीचको फाइट केवल खेलको प्रतिस्पर्धा सीमित नरही शब्द र आत्मविश्वासको प्रतिस्पर्धा पनि बनेको छ। तर मोडोकको चुनौती त्यत्तिकै रोकिएन। रविन्द्र डाँडका प्रशिक्षक डिभिसपी लामाले पनि मोडोकको राजा दाबीमाथि कडा प्रतिक्रिया दिएका छन्। नेपालका राजाको इतिहास र अवस्थालाई स्मरण गराउँदै लामाले मोडोकको अभिव्यक्तिलाई नै चुनौती दिएका छन्। यसले अगस्त 28 मा हुने फाइट अघि दुई पक्ष बीचको माहौललाई थप रोमाञ्चक बनाएको छ। सामाजिक सञ्जालमा एकअर्कालाई चुनौती दिने क्रम चलिरहे पनि अब दुवै पक्ष एउटै सहरमा पुगिसकेका छन्। फाइटको वास्तविक समय नजिकै गइरहेको छ। अब साङ्घाईमा दुवै फाइटरका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हुनेछ फाइटको तयारी र रणनीति। सामाजिक सञ्जालमा लेखिएका शब्द, दिएका चुनौती वा आफूलाई दिएको उपलब्धिले रिङमा जित दिलाउने छैन। रिङमा आवश्यक पर्नेछ उत्कृष्ट फिटनेस, सही रणनीतिक, मानसिक बल, धैर्य, गति, टेकडाउन डिफेन्स, स्ट्राइकिङ र सही समयमा सही निर्णय। 5 दिनपछि यी सबै कुराको वास्तविक परीक्षा हुनेछ। रविन्द्र डाँडका लागि यो सेमिफाइनलको महत्त्व अझ झन बढेको छ। नेपालबाट अन्तर्राष्ट्रिय एमएमए मञ्चसम्म आफ्नो पहिचान बनाउँदै आएका रविन्द्रले अहिले रोड टु यूएफसीको महत्त्वपूर्ण चरणमा छन्। यहाँको जितले उनको यूएफसी यात्राका लागि झन नजिक पुर्याउनेछ। त्यसैले यो फाइट रविन्द्रका लागि केवल व्यक्तिगत जितको विषय होइन, नेपाली एमएमए समर्थकका लागि पनि ठुलो गर्वको अवसर बन्न सक्छ। रविन्द्रको यात्रामा उनको कडा मेहनत, निरन्तर प्रशिक्षण र अन्तर्राष्ट्रिय स्तरमा आफूलाई प्रमाणित गर्ने भोक महत्त्व पक्ष बनेको छन्। नेपाली समर्थकले उनलाई बजाङको बाघ भनेर चिनिरहेका छन्। अब यही बाघले साङ्घाईको रिङमा कस्तो प्रदर्शन गर्छ भन्ने सबैको चासोको विषय बनेको छ। मोडोकले जति आत्मविश्वासका साथ आफ्नो दाबी प्रस्तुत गरेका छन् त्यसको जवाफ रविन्द्रले सामाजिक सञ्जालमा होइन आफ्नो प्रदर्शनबाट दिने अपेक्षा गरिएको छ। अर्कोतर्फ काशिप मोडोक पनि कमजोर प्रतिद्वन्दी होइनन्। उनी पनि सेमिफाइनल जित्दै रोड टु यूएफसीको यात्रामा अगाडि बढ्न चाहन्छन्। त्यसैले उनले फाइट अघि आत्मविश्वास देखाउँदै मानसिक दबाव सिर्जना गर्ने प्रयास गरिरहेका हुन सक्छन्। तर अन्ततः उनको वास्तविक क्षमता पनि साङ्घाईको रिङमा देखिनेछ। उनले आफूलाई नेपालको राजा भनेका छन्, तर यो उपाधि उनले रिङमा आफ्नो प्रदर्शनबाट प्रमाणित गर्नुपर्ने हुन्छ। यदि रविन्द्रले आफ्नो रणनीतिक सही रूपमा लागू गर्न सके, आफ्नो स्ट्राइकिङ र ग्राउन्डिङ गेमलाई प्रभावकारी बनाउन सके र फाइटको दबावलाई नियन्त्रण राख्न सके भने उनी मोडोकलाई कडा चुनौती दिन सक्छन्। अर्कोतर्फ मोडोकले पनि आफ्नो आत्मविश्वासलाई वास्तविक प्रदर्शनमा परिणत गर्नुपर्नेछ। त्यसैले यो सेमिफाइनलमा दुवै फाइटरको मानसिकता र फाइट आइक्यू पनि निकै महत्त्वपूर्ण बन्नेछ। काशिप मोडोकले आफूलाई भनेको द किङ अफ नेपालको दाबी जितमा परिणत गर्न सक्छन् वा रविन्द्र डाँडले आफ्नो प्रदर्शन मार्फत मोडोकलाई जवाब दिँदै नेपालको नाम विश्व सामु चिनाउनेछन्। साङ्घाईमा दुवै फाइटर पुगिसकेका छन्। चुनौती र शब्द युद्ध पनि सकिसकेको छ। अब बाँकी छ केवल 5 दिन। त्यसपछि कुनै दाबीले होइन, रिङभित्रको प्रदर्शनले विजेता निर्धारण गर्नेछ।